हेलो एभ्रिवान। आज हामी क्लास 12 को इंग्लिश को एकदमै इम्पोर्टेन्ट च्याप्टर अन लाइब्रेरीज डिस्कस गर्दैछौं। यसलाई ओलिभर सैक्सले लेखेको हो र यो एसे एक्जामको पोइन्ट अफ भ्यूबाट एकदम इम्पोर्टेन्ट छ र यो भिडियोको लास्टमा यो च्याप्टरबाट यसपालिको एक्जाममा कुन कुन क्वेशन भिभिआई हुन सक्छ त्यो पनि डिस्कस गरेको छु। त्यही भएर भिडियो लास्टसम्म हेर्नु होला र भिडियो मन पर्छ भने लास्टमा शेयर पनि गरिदिनु होला। र यदि तपाई टिकटक, फेसबुक या इन्स्टामा हेर्दै हुनुहुन्छ भने हाम्रो आईडीलाई फलो गरिहाल्नुस् र यदि युट्युबमा हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिहाल्नुस् किनभने यस्तो भिडियो कन्टिन्युअसली आइरहन्छ। अब कुरा गरौँ च्याप्टरको। यो च्याप्टरमा राइटरले आफ्नो लाइब्रेरीमा गएको एक्सपिरियन्सेसलाई शेयर गरेको छ। राइटर जब सानो थियो, राइटरको सबभन्दा फेभरेट रुम घरको लाइब्रेरी रुम थियो, जहाँ राइटरको बुवा जो हेब्री स्कलर थियो, राइटरको आमा, उहाँहरूको किताबहरू उसले पढ्न पाएको थियो। आफ्नो दाइले पढेको किताबहरू पढ्न पाएको थियो, जसमा मौगली भन्ने क्यारेक्टर पनि चिन्न पाएको थियो र त्यो उसको फर्स्ट मेमोरिज हो। जब अलिकति ठुलो भयो, छिमेकमा भएको त्यो पब्लिक लाइब्रेरीमा जान थाल्यो र त्यहाँ उसले रियल एजुकेसन पायो है। र उसले के भन्छ भने कि उसलाई स्कुल त्यति मन पर्दैन किनभने स्कुलमा प्यासिभ भएर बस्नु पर्थ्यो, एउटै कुरा सुनिराख्ने, इन्फर्मेसन एउटा कानबाट जाने अर्को कानबाट निस्किहाल्ने जस्तो भयो। तर उसलाई लाइब्रेरीमा गएर आफ्नो इच्छाले किताब रोजी रोजी पढ्न मन पर्थ्यो। त्यही भएर उसले के भन्छ, ही वाज फ्री एट लाइब्रेरी। लाइब्रेरीमा उसलाई फ्री मन पर्थ्यो। अर्को कुरा के हुन्थ्यो, लाइब्रेरीको जो इन्भाइरोमेन्ट हुन्थ्यो, क्वाइट कम्पेनियनसिप र त्यो फिजिकलिटी अफ बुक उसलाई एकदम मन पर्थ्यो। बुकलाई छुनु, बुकलाई ह्यान्डल गर्नु, एक अर्कालाई बुक शेयर गर्नु, जसबाट फ्रेन्डशिपसम्म पनि लाइब्रेरीमा भएको मान्छेहरूसँग हुन्थ्यो। त्यो उसको लागि एकदम राम्रो थियो। जब ऊ स्कुल लेभलमा गयो, सेन्ट पल्स स्कुलमा, त्यहाँ पनि लाइब्रेरीमा जाँदा ऊ खासमा साइन्स प्रति एकदम बायस्ड भयो किनभने त्यहाँ हिस्ट्रीको र पोलिटिक्सको बुकहरू थियो। तर पछि साइन्स म्युजियम लाइब्रेरीको एक्सेस पाइसकेपछि त्यहाँ गएर अर्ग्यानिक केमिस्ट्री, इनअर्ग्यानिक केमिस्ट्रीको बारेमा पनि पढ्न पायो। पछि अक्सफोर्ड युनिभर्सिटीको दुईटा लाइब्रेरी, बोर्डलियन लाइब्रेरी र रेडक्लिफ लाइब्रेरीको एक्सेस पाउँदा झन् उसले धेरै राम्रो कुराहरू पढ्न पायो हैन। तपाईको बोर्डलियन लाइब्रेरीमा गएर थियोडर हुक भन्नेको बारेमा जानकारी पाउँदा एकदमै फ्यासिनेटेड भएको थियो र उसको बारेमा उसको केस हिस्ट्री लेख्न या बायोग्राफी लेख्न सोचेको थियो किनभने थियोडर हुक अर्ली 19th सेन्चुरीको एकदमै फेमस म्युजिशियन थियो र उसले 500 भन्दा बढी ओपेराज अन द स्पोट लेखेको थियो। त्यस्तै उसलाई सबभन्दा मन पर्ने लाइब्रेरी थियो क्वीन्स कलेज लाइब्रेरी, जसमा उसलाई मन पर्नुको मेन रिजन के थियो भने उसको बिल्डिङ जो अन्डरग्राउन्ड बनाइएको थियो, जसलाई त्यति बेलाको फेमस आर्किटेक्ट क्रिस्टोफर रेनले डिजाइन गरेको थियो र सबै त्यो किताबहरू जो थियो नि त्यो हिटिङ पाइप्सहरूको मेजमा अडिएको थियो, जुन उसलाई पढ्न एकदम मजा थियो। क्वीन्स कलेजको लाइब्रेरीमा उसलाई सबै किताबहरू फ्रीमा पढ्न पाइन्थ्यो र ओरिजिनल एडिसनमा बुक्सहरू ओरिजिनल ल्याङ्ग्वेजमा थियो, जहाँ उसले डार्विन, अलेक्जेन्डर पपको किताबहरू जस्ता पढ्न पाएको थियो। तर राइटर जब 1965 मा जब त्यो काम गर्दै थियो एकोम भन्ने हस्पिटलमा, त्यहाँको लाइब्रेरीमा एकदम रमाइलो थियो पढ्नलाई, त्यहाँ लेख्नहरू पनि राम्रो थियो। तर पछि 1990s मा के हेर्यो भने विद्यार्थीहरूलाई बुकलाई इग्नोर गर्न थाले किनभने विद्यार्थीलाई यो लाग्थ्यो कि सबै कुरा इन्टरनेटको एक्सेसबाट पढ्न पाइन्छ। र पछि लाइब्रेरीहरूले के गर्यो, विद्यार्थीले किताब नपढ्ने भएपछि लाइब्रेरीबाट किताबहरू लाइब्रेरीले फाल्न थाले। त्यो कुरा राइटरलाई थाहा थिएन, पछि थाहा भयो कि पुरै देशभरिको लाइब्रेरीमा यस्तै भएको छ। त्यो कुरालाई हेरेर राइटर एकदम दुखी हुन्छ। राइटरलाई लाग्छ कि यो लाइब्रेरीबाट किताबहरू फाल्नु भनेको 100 वर्षको नलेजको मर्डर हुनु हो र त्यही भएर राइटर दुखी छ है। यो कुरा यो एसेमा दिएको छ। यसबाट भिभिआई क्वेशन के हुन सक्छ हेर्नु होला। यसबाट एउटा त हुन सक्छ डिस्क्राइब क्वीन्स कलेज लाइब्रेरी, यसपालिको एक्जामको लागि भन्दैछु, त्यो डिस्क्राइब गर्न भन्न सक्छ। अर्को एउटा एक्सप्लेनेसनको रूपमा आउन सक्छ, अथरले भनेको छ आई वाज नट अ गुड पुपिल बट आई वाज अ गुड लर्नर, जस्टिफाई इट विथ टेक्सचुअल एभिडेन्स भन्न सक्छ। पुपिलको मतलब हुन्छ स्टुडेन्ट। उसले भनेको छ कि म राम्रो विद्यार्थी होइन तर म राम्रो सिकारु थिएँ भनेर भनेको छ। यसको मतलब के भयो, उसलाई पढ्न स्कुलमा मन लाग्दैन थियो तर आफ्नै इच्छाले लाइब्रेरीमा पढ्न मन पर्थ्यो नि त, त्यो कुरा। अर्को, वाइ डिड ही डिसलाइक स्कुल, स्कुल किन मन पर्दैन थियो किनभने प्यासिभ बस्नु पर्थ्यो, एउटै कुरा सुन्नु पर्थ्यो, इन्फर्मेसन एउटा कानबाट छिरेर अर्को कानबाट निस्केको जस्तो हुन्थ्यो, त्यही भएर स्कुल मन पर्दैन थियो। सो यो
यो एसेको सर्टकट इन्फर्मेसन हो। यदि तपाईँ डिटेलमा 12th को कम्प्लिट कोर्स पढ्न चाहनुहुन्छ, A+A मार्क्स ल्याउन चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरको व्हाट्सएपमा अहिले नै मेसेज गर्नुहोस् र हाम्रो अनलाइन क्लास जोइन गर्नुहोस्। साथै यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोस् ताकि अरू साथीहरूलाई पनि थाहा हुन्छ। र फेरि पनि टिकटक, इन्स्टा, फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनुहोस् र युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर शेयर गरिदिनुहोस्। थ्यांक यू भेरी मच।